जनताको आवाज विकासको आधार। नमस्कार, कार्यक्रम हाम्रो वडा राम्रो वडामा हार्दिक स्वागत छ। म नवराज श्रेष्ठ। यो कार्यक्रम रेडियो इनर्जी 106.2 मेगाहर्जबाट प्रत्येक हप्ताको सोमबार साँझ 36 बजेदेखि 7 बजेसम्म प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो इनर्जी 106.2 मेगाहर्ज मार्फत पनि विश्वभर सुन्न सकिन्छ। श्रोता, रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकामा 7 वटा वडाहरू छन्। वडामा निर्वाचित जनप्रतिनिधि सहित कर्मचारीहरूले वडालाई सभ्य, सक्षम र समृद्ध बनाउन काम गर्दै आउनु भएको छ। वडाको आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रको विकास गरी समृद्ध वडा र सुखी नागरिक बनाउन जनप्रतिनिधि रात दिन खटिरहनु भएको छ। उमाकुण्ड गाउँपालिकामा रहेका सबै वडाका निर्वाचित जनप्रतिनिधिहरूले वडाको समग्र विकासका लागि गरिरहनु भएको काम, त्यस्ता काम गर्दा उहाँहरूले प्राप्त गर्नुभएको अनुभव, नागरिकका रचनात्मक सुझाव र प्रतिक्रिया लगायतलाई समेटेर उमाकुण्ड गाउँपालिकाको सबै वडासँगको सहकार्यमा कार्यक्रम हाम्रो वडा राम्रो वडा तयार पारिएको हो। समग्रमा स्थानीय तहको आर्थिक, सामाजिक विकासमा सहयोग पुर्याउनका लागि यो कार्यक्रम तयार गरिएको हो। यस कार्यक्रमबाट स्थानीय तह, खास गरी वडा तहमा पारदर्शिता, नागरिक सहभागिता र सुशासन अभिवृद्धिमा सहयोग पुग्दछ भन्ने अपेक्षा गरिएको छ। नागरिकसँग प्रत्यक्ष सम्बन्ध राख्ने सबैभन्दा तलको जनप्रतिनिधिमूलक निकाय वडा तह नै हो। त्यसैले वडालाई जति बलियो बनाउन सक्यो, वडाको कामलाई जति प्रभावकारी र पारदर्शी बनाउन सक्यो, त्यति नै स्थानीय तहप्रति नागरिकको विश्वास बढ्दछ, शासन व्यवस्थाप्रति नागरिकको अपनत्व वृद्धि हुन्छ। कार्यक्रम हाम्रो वडा राम्रो वडाको आज 14औं अङ्क हो। आजको कार्यक्रममा रामेछाप उमाकुण्ड गाउँपालिका वडा नम्बर 2 बाम्तीमा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयको वर्तमान शैक्षिक अवस्था, एससी कक्षा 8 को नतिजा, गुणस्तरीय शिक्षाका चुनौती, नवीन सिकाइ अभ्यास पूर्वाधार अवस्था, शिक्षक क्षमता विकास तथा अभिभावकको सहभागिता जस्ता विषयमा केन्द्रित रहेर प्रधानाध्यापक निर्मल प्रसाद त्रिपाठीसँग गरिएको कुराकानी र कार्यक्रमको अन्त्यमा स्थानीय सरकारले सञ्चालन गरिरहेको कार्यक्रमप्रति उमाकुण्ड गाउँपालिकाका विभिन्न वडावासीहरूको धारणा तथा सुझावहरू प्रस्तुत गर्नेछौँ। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। श्रोता, रामेछापको उमाकुण्ड गाउँपालिका 2 बाम्ती स्थित सिद्धेश्वर माध्यमिक विद्यालय बाम्ती ग्रामीण भेगको शिक्षा क्षेत्रलाई दिशा निर्देश गर्ने महत्त्वपूर्ण शैक्षिक संस्था हो। सीमित स्रोत साधन, भौगोलिक विकटता र बदलिदो शैक्षिक आवश्यकताका बीच पनि विद्यालयले आफ्नो शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सिकाइ, उपलब्धि, अभिवृद्धि तथा समुदायसँगको सहकार्यलाई निरन्तर अघि बढाउँदै आएको छ। कार्यक्रम हाम्रो वडा राम्रो वडामा अब सुनौ रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर 2 बाम्तीमा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयको वर्तमान शैक्षिक अवस्था, एससी नतिजा, गुणस्तरीय शिक्षाका चुनौती, नवीन सिकाइ अभ्यास पूर्वाधार अवस्था, शिक्षक क्षमता विकास तथा अभिभावकको सहभागिता जस्ता विषयमा केन्द्रित रहेर प्रधानाध्यापक निर्मल प्रसाद त्रिपाठीसँग गरिएको यो कुराकानी। हाम्रो विद्यालयले सामुदायिक शिक्षा सुधारको लागि जुन यो अहिले के अरे स्थानीय सरकार बनिसके पछाडि स्थानीय सरकारको प्रत्यक्ष सहयोगमा धेरै चाहिँ हामीले पहलहरू सुरु गरेका छौँ। हामीले माथिल्लो तहमा कक्षा 10 को वा 12 को नतिजालाई मात्रै फोकस गरेर चाहिँ हामी नतिजा सुधार गर्न सक्दैनौँ, शिक्षामा सुधार हुँदैन भनेर पहिले चाहिँ बेसदेखि नै, आधारदेखि नै सुधार गर्नुपर्छ भनेर अहिले हाम्रो फोकस चाहिँ तल्लो कक्षाहरूमा, आधारभूत तहमा चाहिँ बढी हामीले जोड दिइरहेका छौँ। त्यसको लागि हामीले कक्षा 1 सम्म इसिडी, युकेजी र कक्षा 1 गरेर 3 वर्षको लागि चाहिँ मन्टेसोरी विधिबाट चाहिँ हामीले अध्यापनको व्यवस्था गरेका छौँ। त्यही अनुसार चाहिँ हामीले कक्षा कोठा व्यवस्थापन सहित गरेर कक्षा 1 उत्तीर्ण भएर 2 मा जाने विद्यार्थीहरू चाहिँ बेसिक रूपमा चाहिँ अब सिक्नको लागि एकदम सक्षम बनाएर लाने किसिमले, त्यसपछि 2 देखि 5 सम्म चाहिँ हामीले अङ्ग्रेजी माध्यमबाट चाहिँ अध्यापन गराइराखेका छौँ। हाम्रो फोकस चाहिँ अहिले त्यो 5 सम्मको लागि चाहिँ आधार बनेपछि त्यसभन्दा पछाडि चाहिँ हामी माथिल्लो तहमा सुधार गर्न सक्छौँ भन्ने रहेको छ र माथिल्लो कक्षाहरूमा हामीले विद्यार्थी सङ्ख्याको आधारमा सेक्सन छुट्याएर सानो सानो समूहमा राखेर र शिक्षकहरू दरबन्दी नभएको अवस्थामा गाउँपालिकाबाट चाहिँ अनुदान सहयोग प्राप्त गरेर र निजी स्रोतबाट पनि व्यवस्था गरेर हामीले विद्यार्थीलाई चाहिँ अब पाउनुपर्ने जुन गुणस्तरीय शिक्षा छ त्यसमा चाहिँ पहुँच पुगोस्, त्यो चाहिँ सम्पन्न गर्न सकियोस् भनेर लागिराखेका छौँ अहिले। हजुर, सरले यहाँ अलिकति छुवाउनु भयो, विशेष गरी अब यो शिक्षण सिकाइ विधिका कुराहरू अब अलिक नयाँ खालका यहाँले के कस्तो अपनाउनु भएको छ, विशेष गरी त्यो सँगसँगै विद्यालयलाई प्रविधि मैत्री बनाउनका लागि हामी के गर्दैछौँ, अनि यो अभिभावक शिक्षाको कुराहरू पनि जोडिएर आउँछ। यस्ता कुरामा चाहिँ कसरी ध्यान दिएको छ सर विद्यालयले? अब नयाँ जुन समयअनुसार चल्नुपर्छ भन्ने हिसाबले हामी कहाँ चाहिँ अहिले साइन्स ल्याब र कम्प्युटर ल्याबको राम्रो व्यवस्था गरिएको छ र विद्यार्थी र शिक्षक
दुवैलाई चाहिँ अब प्रत्येक वर्ष हामीले गाउँपालिकाबाट पनि के अरे यो आइसिटी सम्बन्धी ट्रेनिङहरू शिक्षकलाई पनि दिने र विद्यार्थीहरूलाई पनि अलिकति प्रविधिसँग जोडेर कम्प्युटर ल्याबसम्म पहुँच बनाएर बेसिक कुराहरू सिकेर जाने खालको व्यवस्था गरिएको छ। सँगै अलिकति चाहिँ थ्योरी सैद्धान्तिक शिक्षाले मात्रै पुग्दैन भन्ने किसिमले अलिकति व्यावहारिक शिक्षामा पनि जोड दिनको लागि हामी कहाँ चाहिँ अब यो प्रयोगका के अरे सामाजिक प्रयोगशाला, विज्ञान प्रयोगशाला लगायत पढ्दै कमाउँदै कार्यक्रमहरू मार्फत पनि विद्यार्थीहरूलाई अलिक बढी चाहिँ व्यावहारिक काममा लगाउने, त्यसै गरी जस्तो हाम्रो चाहिँ शिक्षण सँगसँगै गरिने जुन मूल्याङ्कनहरू छ, मूल्याङ्कन क्रियाकलापहरूमा चाहिँ परियोजना कार्यहरूमा बढी जोड दिएर विद्यार्थीहरूलाई गर्दै सिक्ने कुरामा लगाइएको छ। त्यो सँगसँगै चाहिँ हाम्रो जुन के अरे अभिभावकसँगको कुरा जुन छ एकदमै महत्त्वपूर्ण कुरा हो, किनभने अभिभावक सक्रिय नहुँदाखेरि हामीले विद्यालयले मात्रै विद्यार्थीको सिकाइलाई चाहिँ प्रभावकारी बनाउन सकिँदैन। त्यसको लागि गाउँपालिकाबाट चाहिँ अभिभावक शिक्षाको एउटा अभियानकै रूपमा चाहिँ कार्यक्रम पनि चलाइएको थियो र हाम्रो विद्यालयले पनि कक्षागत रूपमा त्यसै गरी चाहिँ के अरे विद्यालयको समूहगत रूपमा पनि अभिभावक भेलाहरू गर्ने गरिएको छ। त्यसमा चाहिँ हामीले अभिभावकहरूलाई चाहिँ अलिकति अभिभावकबाट गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुपर्ने कुराहरू के छन्, सहयोग कसरी गर्न सक्नुहुन्छ उहाँहरूले भनेर त्यसको लागि चाहिँ उहाँहरूलाई चाहिँ एउटा अभिमुखीकरण गर्ने गरिएको छ। र हाम्रो प्रत्येक परीक्षा त्रैमासिक रूपमा विद्यार्थीहरूको प्रगति विवरण चाहिँ अनिवार्य रूपमा अभिभावकलाई विद्यालयमा बोलाएर चाहिँ त्यो पृष्ठपोषण सहित दिने गरिएको छ। त्यसबाट चाहिँ अलिकति अभिभावकहरू जागरुक हुँदै आएको र जुन विद्यार्थीको अभिभावकहरू जागरुक हुनुहुन्छ उहाँहरूको बालबालिकाको चाहिँ राम्रो चाहिँ यो विकास भएको हामीले देखेका छौँ। हजुर, सरले एकदमै महत्त्वपूर्ण एउटा कुरा गर्नुभयो, जस्तो पढ्दै सिक्दै र गर्दै पढ्दैका कुरा जुन गर्नुभएको छ। विशेष गरी यो धेरैवटा विद्यालयहरूले सामुदायिक विद्यालय यो कार्यक्रमहरू सञ्चालन गरेको अवस्था छ, तर त्यसको प्रभावकारिताको विषयमा चाहिँ गाउन जस्तै छ क्या, त्यसको कस्तो छ भन्ने विषयमा चाहिँ त्यति बाहिर आउने पनि गरेको छैन। कार्यक्रम सञ्चालन त भयो, तर त्यसको व्यवहार त त्यसको कार्यान्वयनको अवस्था र त्यसले सुधार गर्न पनि जति पनि पक्ष छन् त्यसका उद्देश्य जुन हिसाबले हामीले गरेका छौँ त्यो अनुसार भएको छ कि छैन भन्ने कुराहरू चाहिँ त्यति बाहिर आउने गरेको छैन। विशेष गरी यो कार्यक्रम चाहिँ विद्यालयका लागि चाहिँ कतिको महत्त्वपूर्ण रहेछ सर? यसले यो कार्यक्रमको उद्देश्य र यो कार्यक्रमले गर्न सक्ने योगदानको जुन पक्षहरू चाहिँ यहाँले कसरी चाहिँ क्याटेगोराइज गर्नुहुन्छ सर? यो कार्यक्रम चाहिँ एकदमै महत्त्वपूर्ण कार्यक्रम चाहिँ लाग्यो मलाई। विद्यार्थीहरूको लागि विशेष गरी अब पढ्दै कमाउँदै भन्दाखेरि अलिक कमाउनतिर पनि जोड दिएको हो कि जस्तो देखिन्छ, तर मैले चाहिँ यसलाई कमाउँदै भन्दा पनि अब काम सिक्ने वा श्रमप्रति एउटा चाहिँ सकारात्मक धारणा विकास गराउनको लागि यो कार्यक्रम निकै महत्त्वपूर्ण रहेको चाहिँ मैले पाएँ। अब यद्यपि यहाँले भनेको जस्तै अब हाम्रो विद्यालयमा पनि त्यसको प्रभावकारिताको विषयमा अलिकति हामीलाई सन्तोषजनक नतिजा चाहिँ प्राप्त भएको छैन। विद्यार्थी परिचालनदेखि लिएर त्यसको चाहिँ हाम्रो जुन अब कमाइ हुनुपर्ने कुरा छ, हामीले चाहिँ कुखुरा पालन, तरकारी खेतीको कार्यक्रमहरू सञ्चालन गरेका थियौँ। त्यसमा चाहिँ अपेक्षित रूपमा उपलब्धि जस्तो अब लगानी गरे अनुसार प्रतिफल प्राप्त गर्न नसकिएको र विद्यार्थीलाई पनि अब त्यही अनुसारले चाहिँ कार्यक्रममा चाहिँ अलिकति सक्रियतापूर्वक सहभागी गराउन पनि उद्देश्य पुरा गर्ने तरिकाले चाहिँ त्यसमा सहभागी गराउन चाहिँ अलिकति सन्तोषजनक रूपमा चाहिँ हामीले सकेका छैनौँ जस्तो हामीलाई पनि लागेको छ। तर मैले चाहिँ के बुझेको छु भने यदि त्यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सकियो भने विद्यार्थीमा श्रमप्रति, कामप्रति सम्मान र हामीले आफै पनि गरी खान सक्छौँ वा विदेश जानै पर्दैन वा अरू कुनै जागिर खोज्नुपर्ने भन्ने छैन। हामी चाहिँ आत्मनिर्भर बन्ने खालका त विभिन्न उपायहरू हुँदा रहेछन् भन्ने कुरा सिकाउनको लागि चाहिँ त्यो कार्यक्रम प्रभावकारी छ जस्तो मलाई लाग्छ। यो कार्यक्रममा अभिभावकको ऐक्यबद्धता अथवा सहयोग चाहिँ कस्तो पाउनुभयो सर यहाँले? हाम्रो जुन अनुभव छ त्यसमा त अभिभावकबाट हामीले धेरै सहयोग प्राप्त गर्न सकेनौँ। विशेष गरी हामीले चाहिँ विद्यार्थीहरूलाई परिचालन गऱ्यौँ र व्यवस्थापन समिति विद्यालयले नै बढी नेतृत्व गर्यो। त्यसो हुँदाखेरि यहाँ आवश्यक रूपमा जुन किसिमले विद्यार्थी चाहिँ बढी सक्रिय हुनुपर्ने थियो त्योभन्दा विद्यार्थीले चाहिँ काम गरेर सिक्ने भन्दा पनि काम हेर्ने जस्तो मात्रै अलिकति देखियो। त्यसलाई अब हामीले पनि प्रभावकारी रूपमा गर्न नसकेको हुनसक्छ। हामीले चाहिँ विद्यार्थी र अभिभावक यो दुवै पक्षको जुन खालको सक्रियता प्राप्त गर्नुपर्ने थियो त्यसको लागि चाहिँ अलिकति हामी
पछाडि नै परेको जस्तो मैले अनुभव गरेको छु। हजुर सर, अब केही दिन अगाडि सम्पन्न भएको अब एससी परीक्षा विशेष गरेर उमाकुण्ड गाउँपालिकाको एउटा मात्र केन्द्र यहाँको विद्यालयमा यो केन्द्र चाहिँ रहेको थियो र यहाँ एससी पनि सम्पन्न भइसकेको अवस्था छ। विशेष गरी यो एससीको केन्द्र हुनुको अर्थ र जिम्मेवारी चाहिँ कतिको ठुलो ठान्नुभयो यहाँले? त्यहाँ कस्ता कस्ता कुराहरू आउने रहेछन्, के छ सर, यसबारे पनि भनिदिनुहोस् न। एससीको यहाँले भन्ने जस्तो हाम्रो विद्यालयमा केन्द्र रहेको अवस्था चाहिँ होइन। यो वर्ष हाम्रो चाहिँ सिद्धेश्वर शिक्षा पब्लिक क्याम्पसको चाहिँ भवनमा सेन्टर कायम भएको थियो परीक्षा केन्द्र। हजुर, हाम्रो विद्यालय सहित उमाकुण्डका 7वटै विद्यालयहरूको केन्द्र चाहिँ एकै ठाउँमा राख्नको लागि चाहिँ अब हाम्रो कुनै पनि विद्यालय नपर्ने भएकोले बाप्ती भण्डारमा रहेको सिद्धेश्वर शिक्षा पब्लिक क्याम्पसमा चाहिँ के अरे एससीको केन्द्र कायम रहेको थियो। अब यो वर्ष परीक्षा सँगसँगै उत्तर पुस्तिका परीक्षण पनि केन्द्रमै गर्ने कार्यक्रम भए अनुसार अलिकति हाम्रो चाहिँ के अरे विद्यालयको पनि अब क्याम्पससँग सबै पूर्वाधारहरू पनि अलिकति अलि के अरे बस्तीभन्दा अलि छुट्टै ठाउँमा रहेको र त्यहाँ सबै हाम्रो छुट्टै म्यान पावर पनि नभएको अब विद्यालय र क्याम्पस उस्तै सँगसँगै एउटै किसिमको म्यान पावरहरूद्वारा व्यवस्थित भएको कारणले गर्दाखेरि अलिकति परीक्षणमा हामीले चाहिँ व्यवस्थापन पक्षमा चाहिँ हाम्रो विद्यालयको सहयोग रह्यो र हामीले उत्तर पुस्तिका परीक्षणमा पनि विभिन्न विद्यालयका शिक्षकहरू सँगसँगै बसेर हाम्रो विद्यालयका शिक्षकहरूले पनि त्यहाँ परीक्षणको कार्यमा सहयोग चाहिँ पुर्याउनु भयो। समग्र परीक्षा सञ्चालनको कुरामा त हाम्रो विद्यालय यो वर्ष सहभागी थिएन, त्यो चाहिँ सेन्टर चाहिँ क्याम्पसमा रहेको थियो। हजुर सर, जस्तो अब यहाँले अघि सुरुमै भन्नुभयो विशेष गरी विद्यार्थी सङ्ख्याको आधारमा त यहाँको विद्यालय राम्रै देखियो, सङ्ख्याको आधारमा यहाँले भन्नु हुँदाखेरि होइन। विशेष गरी अब यो सामुदायिक विद्यालय सुधारका कुराहरू धेरै लामो समयदेखि यो सञ्चालन भइराखेको चलिराखेको कुरा छ, धेरै अपेक्षित रूपमा भएन भन्ने गुनासोहरू पनि आउने गर्छन्। कमी कमजोरीहरू सबै पक्षका सबैको होला, यहाँले पनि त्यो महसुस गर्नुभएको कुरा छ। विशेषतः अब हामीले हेर्दाखेरि एसी र कक्षा 8को परीक्षालाई नै हेर्ने हो, समग्रतामा त्यसको प्रतिफललाई हेर्दाखेरि चाहिँ हाम्रो विद्यालय कहाँनिर छ भन्न सकिने अवस्था छ सर अहिले? समग्रमा हामीले गत वर्षको अब एससीको नतिजा अब हामीले ग्रेड वृद्धि परीक्षा पश्चात त हाम्रो सबै विद्यार्थीहरू ग्रेडेड भएको भए तापनि पहिलो पटक रेगुलर नियमित तर्फको नतिजामा हाम्रो लगभग 80% हाराहारीमा त्योभन्दा कम मात्रै नतिजा प्राप्त भएको थियो भने त्यसै गरी चाहिँ कक्षा 8को पनि अहिले भर्खर सम्पन्न भएको परीक्षामा अब ग्रेड वृद्धि पछाडि हाम्रा सबै विद्यार्थीहरू चाहिँ कक्षा 9मा सबै विद्यार्थी त कक्षा 9मा जान सकेका छैनन्। केही विद्यार्थीहरू नन ग्रेडेड भए तापनि अब 90% भन्दा बढी विद्यार्थीहरू त ग्रेडेड भएका छन्। तर त्यो स्थिति सन्तोषजनक स्थिति होइन, किनभने हामीले जुन किसिमको चाहिँ लगानी छ, जुन किसिमले मेहनत गरिराखेका छौँ, विद्यालयको भौतिक पूर्वाधारहरूको चाहिँ विकास भइराखेको छ, शिक्षामा लगानी पनि तुलनात्मक रूपमा बढ्दैछ। स्थानीय सरकार, प्रदेश सरकार र चाहिँ सङ्घीय सरकारको पनि एक प्रकारको चाहिँ जुन कार्यक्रमहरू आउँदै गर्दाखेरि हाम्रो विद्यार्थीहरूको जुन चाहिँ अहिले उत्तीर्ण दर भनौँ त्यो हेर्दाखेरि हामीले सन्तोष गर्ने ठाउँ त छैन। तर मैले सिद्धेश्वर माविको तर्फबाट भन्दाखेरि चाहिँ हामी विगतको अनुभवहरूबाट हेर्दाखेरि पहिलेभन्दा चाहिँ प्रगतिमा छौँ, अगाडि बढिराखेका छौँ, पहिलेको भन्दा धेरै सुधारहरू चाहिँ भएको छ। समग्र रूपमा चाहिँ के अरे हामीले यो जुन के अरे गुणस्तरलाई चाहिँ हामीले जाँच्दा पनि र त्यसै गरी शैक्षिक उपलब्धिहरूलाई हेर्दाखेरि गत वर्षहरूको तुलनामा तुलनात्मक रूपमा हामी अगाडि बढे पनि अहिले सन्तोष मानिहाल्ने अब हामी चाहिँ ठिक छ, हामीले राम्रो गरिसक्यौँ, हाम्रो राम्रो उपलब्धि छ भन्ने अवस्था चाहिँ छैन। त्यसको लागि चाहिँ हामी अब विद्यालयको चाहिँ शिक्षक, स्टाफ, परिवार, त्यसै गरी चाहिँ हाम्रो व्यवस्थापन समिति, हाम्रो चाहिँ वडा कार्यालय, गाउँपालिका शिक्षा शाखा, यो सबै चाहिँ एक प्रकारले योजनाबद्ध रूपमा हामी चाहिँ अब अझै सुधार गर्नुपर्छ, कहाँ कहाँ सुधार गर्ने ठाउँहरू छन्, कहाँ कमी कमजोरीहरू भए त्यो कुराहरूमा चाहिँ खोजेर त्यसमा अगाडि बढिराखेका छौँ। अब आशा छ आगामी दिनमा हामी त्यो लक्ष्यसम्म प्राप्त गर्न सक्छौँ। तर अहिले हामी चाहिँ अब एकदम राम्रो गरिसकेका छौँ भनेर चित्त बुझाएर बस्ने ठाउँ चाहिँ छैन। हजुर सर, जस्तो अब विद्यालयको पठन पाठन स्तर सुधारका लागि वार्षिक कार्ययोजना बन्छ, त्यो सँगसँगै पालिका तहको स्वास्थ्य शाखाले पनि केही योजनाहरू निर्माण गर्ने गरेको छ। विशेष गरेर यो योजनाहरू कार्यान्वयनको प्रभावकारितालाई हेर्दा चाहिँ कस्तो छ सर?
हामीले जुन हामी आफै सहभागी भएर जस्तो शिक्षकहरूले गर्ने कुराहरूमा शिक्षकहरू आफै सहभागी हुने, विद्यालयको चाहिँ व्यवस्थापन समिति प्रहर लगायत हाम्रो चाहिँ गाउँपालिकाको योजना पनि हामी सबै बसेर जुन योजनाहरू बनाएका छौँ त्यसलाई आफै संलग्न भएर बनाइएका योजनाहरू चाहिँ हाम्रो कार्यान्वयनमा सजिलो पनि हुँदो रहेछ। त्यो अनुसार हामीले पहिलेका तुलनामा त्यो सब गर्न सफल नै भएका छौँ जस्तो लाग्छ। केही कुराहरूमा हामी अलिकति जस्तो अब विशेष गरी सबै शिक्षकहरूले एकै किसिमले चाहिँ योजनाहरू निर्माण गरेर त्यसलाई अगाडि बढाउनको लागि सबैमा एकरूपता अलिकति नहुने किसिमको चाहिँ देखिन्छ। अब अलिकति नयाँ पुस्ताको शिक्षकहरू वा नयाँ यो नवप्रवेशीहरूमा अलि नयाँ प्रविधिहरूमा अलिक बढी ज्ञान भएको कारणले उहाँहरूको चाहिँ अब यो योजना निर्माणदेखि लिएर त्यसको कार्यान्वयनसम्ममा अलि बढी प्रभावकारिता देखिन्छ भने अलिकति हामी जुन केही शिक्षक होइन पुरानो पहिलेको चाहिँ हाम्रो उसबाट आएको जसले चाहिँ अब चेन्ज हुनको लागि अलिकति टाइम लाग्ने एक किसिमको बानी परेकोमा फेरि चाहिँ त्यसलाई छोडेर नयाँ किसिममा जानलाई अलिकति समय लाग्ने खालको पनि देखिन्छ। समग्रमा चाहिँ हामी तुलनात्मक रूपमा त हामीले चाहिँ जो योजना कार्यान्वयनमा अलिकति प्रभावकारिता चाहिँ रहेको छ। एउटा कुरा के छ भने हाम्रो जुन यो तल्लो कक्षाहरूमा आन्तरिक मूल्याङ्कन गर्नुपर्ने, नियमित आन्तरिक मूल्याङ्कन गर्नुपर्ने र आन्तरिक मूल्याङ्कनमा कमजोर देखिएका विद्यार्थीहरूको चाहिँ तत्कालै सुधार गर्नुपर्ने विशेष योजना जुन चाहिँ हाम्रो प्रावधान छ पाठ्यक्रममा। त्यसै गरी कक्षा 1-3मा चाहिँ एकीकृत पाठ्यक्रमको रूपमा आएको छ। त्यो एकीकृत पाठ्यक्रमलाई चाहिँ एकीकृत रूपमै कार्यान्वयन गर्नुपर्ने जुन छ त्यसमा चाहिँ त्यही अनुसारको त्यो पाठ्यक्रमले मागे अनुसार सिस्टमले मागे अनुसार चाहिँ हामीले शिक्षकहरूबाट त्यो दिन सकेका छैनौँ कि र त्यसको लागि शिक्षकहरूलाई तयार गर्नलाई हामीले समग्र रूपमा योजनाहरूमा गर्न सकेका छैनौँ कि भन्ने जस्तो चाहिँ मलाई अनुभव भयो। हजुर, अब यो ग्रामीण क्षेत्रमा विशेष गरी अब विद्यालयमा गुणस्तरीय शिक्षा दिन सबैभन्दा ठुलो चुनौतीहरू यहाँले के देख्नुभयो? किनभने लामो समयदेखि यहाँ एउटा सामुदायिक विद्यालयको चाहिँ शैक्षिक गुणस्तर वृद्धिको एउटा अभियन्ताका रूपमा पनि हुनुहुन्छ। लामो समयदेखि यहाँले त्यही विद्यालयमा लगेर प्रहको भूमिका निर्वाह गर्दै आउनुभएको छ र यहाँको भूमिका समग्र गाउँपालिकाको सामुदायिक विद्यालयको पढाइ स्तरलाई विकास गर्नका लागि पनि ठुलो भूमिका रहेको छ। विशेष त हाम्रो जस्तो भूगोलमा रहेर अब यो सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षा दिनका लागि चाहिँ हामीले चाहिँ गर्न सक्नुपर्ने कुराहरू नसक्ने कुराहरू चुनौतीका रूपमा हेर्दाखेरि ठ्याक्कै के पाउनुहुन्छ सर यहाँले? अहिले ग्रामीण क्षेत्रमा चाहिँ मुख्य रूपमा मैले चुनौती देखेको चाहिँ हाम्रा अब सामुदायिक विद्यालयहरूमा विद्यार्थी सङ्ख्या घट्दो क्रममा रहेका छन्। अब केही विद्यालय त्यसो हुँदाखेरि त्यो घट्दो क्रममा रहेका विद्यालयहरूलाई चाहिँ मर्ज गर्नुपर्ने, एकीकृत गर्नुपर्ने, एक ठाउँमा विद्यालयमा चाहिँ विद्यार्थीहरू केन्द्रित गरेर पढाउनु पर्ने अवस्था आएको छ। र त्यसो गर्नको लागि चाहिँ हामी कहाँ अब यातायातको कुरा, होस्टेलको कुरा, त्यसै गरी चाहिँ त्यहाँनिर चाहिँ विद्यार्थीहरूलाई चाहिँ दिनभरि एक्टिभिटीहरूमा बिजी राख्नको लागि चाहिने सुविधाहरू, विद्यार्थीहरूलाई चाहिँ अब गुणस्तरीय खाजा खानाको व्यवस्थाहरू, त्यो सब व्यवस्था गर्ने चाहिँ एउटा चुनौती छ। त्यो गर्न सक्यो भने एकीकृत गरेर पढाउन सकिन्थ्यो होला। त्यसै गरी अब हाम्रो जस्तो माध्यमिक विद्यालयमा चाहिँ अर्को समस्या के छ भने शिक्षक व्यवस्थापनको पनि समस्या छ। अब शिक्षक दरबन्दीहरू चाहिँ मिलान नभएको अवस्थामा अब जस्तो हाम्रो उच्च माध्यमिक तहमा अथवा साविक उच्च माध्यमिक तहमा 11-12मा चाहिँ विद्यार्थीहरूको सङ्ख्या र विषय अनुसार जतिजना शिक्षक हुनुपर्ने त्यो अनुसारको शिक्षक दरबन्दी छैन। अनि त्यो शिक्षक दरबन्दी नहुँदाखेरि हामीले चाहिँ अन्य तरिकाबाट तल्लो तहमा नियुक्त शिक्षकहरूलाई अध्यापन गर्न लाउनु पर्ने वा निजी स्रोतबाट शिक्षक राख्नुपर्ने। अब आन्तरिक स्रोतबाट शिक्षक राख्नको लागि पनि अब निःशुल्क शिक्षा भनेको कारणले विद्यार्थी अभिभावकबाट शुल्क लिन नपाउने, त्यो सब कारणले गर्दा शिक्षक व्यवस्थापन पनि एउटा चाहिँ यो माध्यमिक विद्यालयहरूमा ठुलो चुनौती, यो 11-12सम्म चलेको विद्यालयमा त्यो एउटा चुनौती रहेको छ। त्यसै गरी हाम्रो अर्को महत्त्वपूर्ण चुनौती भनेको चाहिँ यो आधुनिक प्रविधि नै हो। अहिलेको जमानामा चाहिँ अब एआई को चाहिँ प्रयोग बढ्दो गएको अवस्थामा हामी सामान्य कम्प्युटर सम्बन्धी कुरामा पनि अब पछि पर्ने अवस्था छ। त्यो किसिमको चाहिँ पर्याप्त रूपमा सबै विद्यार्थीले सहज रूपमा चाहिँ पहुँच हुन सक्ने गरी हामीसँग कम्प्युटर ल्याबहरूको पनि व्यवस्था छैन। र त्यसै गरी त्यो किसिमको अहिलेको युगले मागेको अनुसार अहिलेको बालबालिकाहरूले जुन स्पिडमा गइरहेका छन् त्यो स्पिडमा चाहिँ विद्यार्थीहरूलाई डोर्याएर लानुपर्ने चाहिँ शिक्षक चाहिने अवस्थामा विद्यार्थीको पछि कुद्न पनि नसक्ने शिक्षकहरू रहने अवस्था अहिलेको अर्को थप चुनौती अब नयाँ आइरहेको छ। अब विद्यार्थीलाई नेतृत्व गर्नुपर्ने शिक्षक
चाहिँ पहिले आफै चाहिँ पछाडि परिराख्ने अवस्थामा हुनुहुन्छ कि भन्ने डर भइसकेको छ। त्यसैले त्यो प्रविधिको पनि एउटा चाहिँ थप चुनौती हो। र अनि अर्को चाहिँ हाम्रो अभिभावकहरूको अलिक सक्रियतामा कमी। अब हाम्रो जस्तो विद्यालयहरूमा ग्रामीण क्षेत्रमा शिक्षकलाई जिम्मा लगाएपछि विद्यालयमा चाहिँ एडमिसन गरिदिएपछि त्यो सबै जिम्मा चाहिँ शिक्षकहरूको हो, स्कुलको हो भनेर चाहिँ अभिभावकहरू पन्छिने, त्यसमा आएका चाहिँ अब कमी कमजोरीहरूमा चाहिँ विद्यालयलाई मात्रै दोष देखाएर अब आफू उम्किने खालको छ अवस्था। त्यसैले त्यो अभिभावक शिक्षाको पनि एउटा कमी, एउटा चुनौतीको रूपमा रहेको छ। हजुर सर, जस्तो अब यहाँले सुरुमै भन्नुभयो यो एउटा विद्यालय गाभ्ने जुन एउटा मर्चको जुन एउटा प्रचलन आएको छ, विशेष गरी यो अलिकति हाम्रो जस्तो भूगोलमा वैज्ञानिक भएन भन्ने खालको कुरा नै हो यहाँको आशय? अहिलेको छ नि अब विद्यार्थी सङ्ख्या एकदमै थोरै भएका विद्यालयमा त्यही किसिमले लगानी गरेर चाहिँ स्कुल चलाइराख्नु, शिक्षकहरू राख्नु धेरै समस्या छ। अब त्यसलाई कसरी चाहिँ त्यो जस्तो त्यसलाई चाहिँ हामीले एकीकृत गर्न चाहिँ सकिन्छ, तर एकीकृत गर्नको लागि अहिलेकै किसिमको विद्यालयको संरचनाहरूले चाहिँ पुग्दैन। जस्तो एउटा विद्यालयमा 5 जना विद्यार्थी छन्, त्यहाँनिर चाहिँ अब 5 जना टिचर वा अहिले भएको दरबन्दी राखेर त धेरै खर्चिलो हुन्छ। अब त्यसको लागि छात्रावासको व्यवस्था गर्ने अथवा यातायातको व्यवस्था गरेर लाने ल्याउने व्यवस्था गर्ने, एकै ठाउँमा केन्द्रित गरेर एउटा चाहिँ एउटा विद्यालयमा मात्रै सबैतिर एउटा केन्द्रित गर्ने खालको त्यो गर्न सकिन्छ। तर त्यसको लागि त्यहाँनिर चाहिँ उपलब्ध सुविधाहरू दिन सक्नुपर्छ होइन। त्यो बालबालिकाहरूलाई चाहिँ अब दिनुपर्ने सबै खालका सुविधाहरू एकै ठाउँमा केन्द्रित गरेर गऱ्यो भने अहिले भएकै लगानीले राम्रो शिक्षा दिन सकिन्छ। अहिले जुन किसिमले चलिरहेको छ अब त्यो किसिमले चाहिँ अब खर्च बढी उपलब्धि कम भइराखेको जस्तो देखिन्छ। हजुर, अब यो सामुदायिक विद्यालयको पढाइ गुणस्तर बढाउनको लागि भन्दै अब लामो समयदेखि केही वर्षदेखि धेरै विद्यालयहरूले कसैले रहरले कसैले बाध्यताले यो आवाससहितको सेवा सुविधा दिने, तपाईँले भन्नुभएको जस्तै छात्र छात्रावासको कुराहरू, एक्स्ट्रा क्लासका कुराहरू, त्यो विभिन्न कुराहरू जोडेर चाहिँ अहिले त्यो अनुसारले केही विद्यालयहरूले एक्सर्साइज पनि गरिराखेको अवस्था छ। विशेष गरी यो एक्सर्साइजले चाहिँ हामीले सोचे अनुसारको जुन खालको सोचाइ अनुसारको नतिजा आउनुपर्ने हो त्यो नतिजा दिन कतिको सहयोगी हुन्छ सर यो जुन खालको छ? किनकि यसले कतै लोड मात्रै बढाइराखेको छ कि हाम्रो साँच्चै नै पढाइमा पनि गुणस्तरीयता वृद्धि गरिरहेछ? यहाँको अनुभवले चाहिँ के भन्छ सर यो? अब हामीले जुन किसिमको चाहिँ अनुभव गरेका छौँ गुणस्तरीय शिक्षाको लागि, जस्तो अब माथिल्लो तहमा विशेष गरी हामीले चाहिँ यहाँनिर प्र्याक्टिस गरेको कक्षा 8तिर 8मा 10मा पुगेपछि चाहिँ हामी होस्टेलमै राख्ने, छात्रावासमा चाहिँ राखेर अलिकति शिक्षकको निगरानीमा पढाउने किसिमले चाहिँ प्रयासहरू भएको छन्। त्यो त्यति चाहिँ प्रभावकारी हुन्छ जस्तो मलाई लाग्दैन, किनभने त्यो चाहिँ हामीले मुख्य कुरा चाहिँ जग राम्रो बनाउनु पर्यो। सुरुदेखि नै हामीले चाहिँ प्राथमिक तह आधारभूत तहदेखि नै एउटा राम्रो चाहिँ जग बनाएर लगाउँ, शिक्षा के अरे विद्यार्थीहरूलाई चाहिँ दिनुपर्ने कुराहरू त्यो जुन हाम्रो मूल्याङ्कन पद्धति हाम्रो पाठ्यक्रमले तोके अनुसार गरेर लग्यौँ भने हामीले माथिल्लो तहमा सामान्य केही समस्या परेको कुराहरूमा सामान्य उपचार मात्रै गर्दा हुन्छ, त्यत्रो धेरै जोड गर्नु जरुरी हुँदैन थियो। तर जसको अब जग छैन, बेस छैन, पहिलेदेखि चाहिँ अब समस्या छ, अनिखेर 10 कक्षामा लगेर चाहिँ अब चाहिँ 24 घण्टा टिचरको निगरानीमा राख्ने, ल 1 वर्ष 10मा भर्ना भएपछि अनिवार्य रूपमा चाहिँ होस्टेलमा बस्ने भनेर चाहिँ पढाउने, त्यो तरिकाले चाहिँ विद्यार्थीलाई लोड मात्रै दिइन्छ, दबाब मात्रै हुन्छ, अभिभावकलाई आर्थिक भार र विद्यार्थीलाई मानसिक दबाब मात्रै हुन्छ। त्यसबाट चाहिँ त्यो सुधार हुँदैन, उपलब्धि हुँदैन। यदि उपलब्धि गराउने हो भने चाहिँ तल जगदेखि नै कक्षा त्यो 5 कक्षाभन्दा तलदेखि नै जुन किसिमको चाहिँ त्यो हाम्रो अहिलेको परम्परागत परिपाटी छ त्यसलाई चाहिँ पुरै परिवर्तन गरेर पाठ्यक्रमले अहिलेकै पाठ्यक्रमले मागेको अनुसार पाठ्यक्रमले निर्देश गरे अनुसारको शिक्षा चाहिँ अहिलेदेखि नै निरन्तर रूपमा गरेर कमी कमजोरी खेलाउँदै त्यसरी चाहिँ अभ्यास गराउँदै लग्यो भने त्यो आवश्यकता पर्दैन। त्यहाँनिर चाहिँ हाम्रो चाहिँ पहिले सुरुमा कमी कमजोरी भएको छ, अनि त्यसलाई ढाक्नको लागि पछि हामी नतिजा मात्रै देखाउँदाखेरि भइहाल्ने, नतिजा चाहिँ यति पर्सेन्ट आयो 100% विद्यार्थी पास भयो भने विद्यालयको उपलब्धि देखिने हुँदा त्यहाँ मात्रै जोड गरिरहेका छौँ, त्यसले विद्यार्थीको लागि उपलब्धि हुँदैन। त्यो चाहिँ एक किसिमको देखावटी कुरा मात्रै हो जस्तो मलाई लाग्छ। हजुर, अब यहाँको विद्यालयमा यो भौतिक पूर्वाधार र स्रोत साधनको अवस्था चाहिँ कस्तो छ सर अहिले? अहिले हामी कहाँ चाहिँ भवनहरू पर्याप्त छन्, कक्षा कोठाहरू हाम्रो लगभग 30वटा कक्षा कोठाहरू छन्, एउटा सामाजिक प्रयोगशाला, एउटा विज्ञान प्रयोगशाला, एउटा चाहिँ के अरे कम्प्युटर ल्याब रहेको छ। हाम्रो चाहिँ नर्सको चाहिँ नर्सिङ कक्ष पनि विद्यालयमा विद्यालय नर्सको रहेको छ। खेल मैदान पनि हामीसँग चाहिँ पर्याप्त रूपमा छ। खानेपानी लगायत अब
बिजुली हाम्रो चाहिँ के अरे यो इन्टरनेटको सुविधा चाहिँ अहिलेको अवस्थामा रहेको छ हाम्रो विद्यालयमा। फर्निचर लगायतका अरू जुन छन् हाम्रो परम्परागत रूपका परम्परागत रूपमा चाहिने भौतिक साधनहरू त सबै रहेका छन्। अब हामी कहाँ कमी भनेको चाहिँ जुन अहिलेको नयाँ आधुनिक छ प्रविधि मैत्री शिक्षा दिनको लागि अहिलेको नयाँ प्रविधिसँग चाहिँ बालबालिकालाई सानैदेखि परिचित गराएर लाने अब त्यो सम्बन्धमा चाहिँ हामी अलिकति त्यसको चाहिँ व्यवस्था गर्न सकिरहेका छैनौँ। अब हामी चाहिँ यो नयाँ प्रविधितिर लाग्नुपर्ने चाहिँ अवस्थामा रहेका छौँ अहिले। सर, अब हामी कुराकानीको अन्तिममा पनि छौँ। विशेष गरी अब नयाँ शैक्षिक सत्र सुरु हुने अवस्थामा रहेको छ। विशेष गरी अब गत शैक्षिक सत्रहरूमा वैशाख गतेबाट नै भर्ना अभियान सञ्चालन हुन्थ्यो। यो पटक 15 गतेबाट भर्ना अभियान गर्नु, 21 गतेबाट चाहिँ पठन पाठन पनि सुरु गर्नु भन्ने खालको एउटा निर्देशन पनि जारी भइराखेको अवस्था छ। विशेष गरी अब यो भर्ना अभियानको तयारी विद्यालयले कसरी गरिराखेको छ? विशेष गरी अब यो किताबहरूको उपलब्धताका कुराहरू पनि रहेर आउला होइन, यो बिचमा अलिकति अभिभावक शिक्षाका कुराहरू पनि जोडिएर आउन सक्ला। यसको तयारी यहाँहरूले समग्रमा कसरी गरिराख्नु भएको छ सर? यसबारे जानकारी गराइदिनुहोस् न। हामीले सरकारको निर्देशन आउनुभन्दा पहिले नै एक किसिमको प्लानिङ गरिसकेका थियौँ। 2 गतेदेखि हामीले भर्ना गर्ने, 9 गतेसम्ममा के अरे 8 गतेसम्म पाठ्य पुस्तक वितरण गरिसकेर 9 गतेबाट पठन पाठन सुरु गर्ने भनेका थियौँ। यद्यपि अब सरकारको निर्देशनले गर्दा हामीले चाहिँ अब सरकारको निर्देशनलाई पालना गर्दै हामी 15 गतेदेखि नै मात्रै अब जाने अहिले अवस्थामा छौँ। हुन त हाम्रो फेरि स्थानीय तहमा बैठकहरूले केही थप निर्णय गर्यो भने त बेग्लै होला। त्योभन्दा पहिले अहिले चाहिँ हामी समग्र रूपमा चाहिँ त्यही जाँदैछौँ। अब हाम्रो पाठ्य पुस्तक चाहिँ हाम्रो समग्र रूपमा यहाँ मन्थलीसम्म प्राप्त भइसकेको, हाम्रो मन्थलीकोबाटै सप्लायरहरू मात्र लिने हो। पाठ्य पुस्तक हामी लगभग आज भोलिसम्म विद्यालयमा पुगिसक्ने अवस्थामा छ। त्यसै गरी हामीले चाहिँ यो भर्ना गर्ने बेलामा अभिभावक र विद्यार्थी दुवै पक्षलाई अनिवार्य रूपमा चाहिँ विद्यालयमा भर्ना गर्ने बेलामा बोलाउने र त्यसमा चाहिँ अभिभावकले गर्नुपर्ने, विद्यार्थीले पालना गर्नुपर्ने र विद्यालयले गर्ने त्रिपक्षीय चाहिँ एउटा सम्झौता जस्तो केही बुँदाहरू त्यो अभिभावक शिक्षासँगै जोडिने गरी अभिभावकले यसो गर्नुपर्ने, विद्यार्थीले यस्ता कुराहरू पालना गर्नुपर्ने, विद्यालयले यी कुराहरू पालना गर्नुपर्ने भनेर भर्नाको समयमा एउटा करार सम्झौता जस्तो प्रत्येक अभिभावक र विद्यार्थीसँग गरेर मात्रै भर्ना गर्ने गरी हामीले चाहिँ अहिले तयारी गरिराखेका छौँ। र त्यो भर्ना गर्ने बिचमै भर्ना गर्न आएको विद्यार्थीलाई त्यति नै बेला पाठ्य पुस्तक पनि दिएर पठाउने गरी हामीले तयारी गरेका छौँ। हुन्छ सर, धेरै व्यस्तताको बावजुद पनि हामीलाई समय दिनुभयो। विशेष गरी यहाँको विद्यालयको समग्र अहिलेसम्मको शैक्षिक अवस्थाका कुराहरू, विद्यालयको शैक्षिक सुधारका लागि यहाँले गर्नुभएको प्रयासहरू लगायतका बारेमा आफ्नो अनुभव पनि सेयर गरिदिनु भयो। समय र संवादको लागि यहाँलाई विशेष धन्यवाद। धन्यवाद। श्रोता, नागरिकसँग प्रत्यक्ष र सबैभन्दा नजिकको सम्बन्ध राख्ने आधारभूत जनप्रतिनिधिमूलक निकाय वडा तह नै हो। वडा सशक्त, सक्षम र व्यवस्थित बनेमा त्यसबाट प्रभाव हुने सेवा सुविधा तथा विकास कार्यक्रमहरू प्रभावकारी, उत्तरदायी र पारदर्शी बन्न पुग्दछ। यस्तै स्थानीय तहप्रति नागरिकको विश्वास अभिवृद्धि गर्नका साथै शासन प्रणालीप्रति अपनत्व, सहभागिता र जिम्मेवारी बोधलाई थप मजबुत बनाउँछ। यही यथार्थलाई आत्मसात गर्दै वडादेखि पालिका तहसम्म स्थानीय आवश्यकता, समस्या र प्राथमिकताको वैज्ञानिक पहिचान गरी योजनाबद्ध, समन्वयी तथा दिगो विकासका कार्यक्रमहरू कार्यान्वयन गर्नु आजको अपरिहार्य आवश्यकता बनेको छ। कार्यक्रमको अन्त्यमा अब सुनौ स्थानीय सरकारले सञ्चालन गरिरहेको कार्यक्रमप्रति रामेछाप कुबाकुण्ड गाउँपालिकाका विभिन्न वडावासीको धारणा तथा सुझावहरू। नमस्ते, मेरो नाम प्रवीण कुमार सुनवार। मेरो घर उमाकुण्डा गाउँपालिका वार्ड नम्बर 5 प्रीति रामेछाप। अहिले विकासको हिसाबमा भन्नुपर्दा उमाकुण्डा गाउँपालिका सन्तोषजनकै विकास भइरहेछ। अहिलेसम्म देखिरहेको विकासहरू कुनै पनि त्यस्तो कमी कमजोरी भएको छैन। जनतालाई त्यस्तो हुने नहुने खालको काम भएको देख्दैन, किनकि अब सडक विस्तार क्रममा उमाकुण्डा गाउँपालिकामा भुजीदेखि गुम्डेलसम्म नै सडक विस्तार भएको देखिन्छ, जुन चाहिँ तपाईँको अहिलेसम्म देखेको एकदमै सानै विकास छ। त्यसैले म भन्न चाहन्छु अबको दिनमा अरू पनि सुधार हुँदै जाला। मेरो भन्नु यति नै छ। धन्यवाद। नमस्कार, मेरो नाम चाहिँ मनिषा सुनवार हो। म यस रामेछाप जिल्ला उमाकुण्डा गाउँपालिका भुजी वडा नम्बर 7बाट हो र हाम्रो पालिकाले चाहिँ के काम गरेको छ भन्दा धेरै विकास निर्माणको कामहरू गरिरहेको छ। जस्तै खानेपानी, रोडहरू, सडकहरू धेरै निर्माण गरेको छ र राम्रो पनि छ। हाम्रो रोडहरू अरूको जस्तो होइन, धेरै राम्रो नै बनिरहेको छ भनौँ।
स्थानीय सरकारले सञ्चालन गरिरहेको कार्यक्रमप्रति रामेछापको उमाकुण्ड गाउँपालिकाका विभिन्न वडावासीहरूको धारणा तथा सुझावहरू सुन्दा सुन्दै कार्यक्रम हाम्रो वडा राम्रो वडाको आजको समय सकियो। कार्यक्रमको आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमलाई अझै राम्रो र प्रभावकारी बनाउन तपाईँको अमूल्य सल्लाह र सुझावको हामी प्रतीक्षामा छौँ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। अर्को अङ्कमा फेरि नयाँ विषय लिएर आउने नै छौँ। आजको कार्यक्रमबाट उमाकुण्ड गाउँपालिका सहकर्मी मणिराज सुनुवार, प्राविधिक साथी लेखबहादुर विकलाई धन्यवाद दिँदै म नवराज श्रेष्ठ पनि बिदा चाहन्छु। सबैभन्दा अघि रेडियो इनर्जी 106.2 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।